हेलो सबैजनामा नमस्कार। मेरो भ्लगमा स्वागत छ। मेरो भ्लगमा स्वागत छ हजुरहरूलाई। आज चाहिँ हामी मेरो बहिनी अनि नयाँ ज्वाइँ हुनुहुन्छ अनि बहिनी ज्वाइँसँग चट्ट घुम्न जाँदैछौँ। उनीहरू चाहिँ अगाडि बाइकमा छ, हामी चाहिँ मेरो आमा अनि भान्जी म भएर भ्यानखोलाको के पार्कको थियो फेरि के लामा पार्कको बिर्सी हाले जाँदैछौँ हामी। त्यो पार्क चाहिँ एकदमै राम्रो देखेको थियो टिकटकतिर भिडियोतिर, कस्तो रहेछ हेर्न जाँदैछौँ। एकदम एक्साइटेड छु, हेर्न मन लागेको रहर लागेको। बहिनीहरू पनि अब हेरिहाल्ने भनेर आज चाहिँ हामी मिलेर त्यो पार्क जाँदैछौँ। भरे पुगेर त्यो पार्कको नाम चाहिँ भन्छु ल, लभिङ हिल। हाम्रो नयाँ बेहुला बेहुलीसँग आज घुम्न गएको खोइ हो। नयाँ बेहुला बेहुली त पर पुगिसकेछ त। खुसी भएर अगाडि गइसकेको ए छामा खबर भनेको एकदम राम्रो छ। राम्रो छ ल। कहाँ घुम्न गएको अरे हामी? अनि बुहारीले भनेन त कहाँ जाने भनेर? भ्याङकोला भ्याङकोला। के छ भान्जीको खबर? ल हाम्रो गुरुजीको चिन्हौँ न। अहिले चाहिँ हामी माने भन्ज्याङ आइपुगेको छौँ। अघि त कस्तो गर्मी भइरहेको थियो, अहिले त कस्तो मजाले हावा आएर शीतल भइरहेछ। आनन्द भयो। आज मेरो छोरा र छोरीलाई पनि लाने योजना थियो मेरो। छोरी चाहिँ विराटनगर गएको थियो, आइपुगेन। छोरा पनि बोर्डिङ गइहाल्यो, हामी मात्रै भइहाल्यो आज। कस्तो राम्रो भ्यू देखिएको। किन नलाउनु भएको मलाई? स्कुल छुट्टिहाल्छ अनि छोरी आइपुगेको भए त दुईटैलाई अब ठिकै छ, छुट्टै पनि जाउँला भनेको। आइपुगेन लक्की। विराटनगरको घाम ताप्दैछ, अहिले आउँदैछ तापेर। भन्ज्याङको गुम्बा आइपुग्यो।
सोलरको डिस हो रहेछ त छाता त नि बादलतिर अलिअलि फुल्दैछ मकैबारी दर्याम सेगाको के अरे यो भेडा जो दुईटा भेडा रहेछ नि त सेतो भेडा दामी सेगा कालिका स्कुल राम्रो रहेछ हो कि माध्यमिक पो रहेछ त के भयो अझ चिसो छुट्टै मिठो खालको हावा आउन थाल्यो है के दुख्यो हौ मान्छे आन्द्रा दुखेको देखिनँ है मैले आमाको नि आन्द्रा दुख्यो हो रहेछ देखेँ टाउको दुखेको त मैले बनाएको यो उतातिर के बनाउँदै गरेको बेला मेरो मोबाइल विकासको क्रम त जारी रहेछ नि धम भइरहेको रहेछ यो विकास हेर्दा त हाम्रो गाउँ जस्तै लाग्छ यो त जहाँ पनि हुन्छ नि भान्जी हाम्रो गाउँतिर लेक आउल जहाँ पनि हुँदो रहेछ क्या यस्तो गर्मीमा आएर खुट्दै हुन्छ रे पछि अब हामीलाई फेरि पठाइदिनुहुन्छ होला बहिनी चाहिँ खाइ मान्थे भन्दै भन्थ्यो कति राम्रो भयो अब आइपुग्न आँट्यो भाइ भ्याउँला ए अब त यतै नजिकै जस्तो लाग्यो त धेरै अगाडि हिँडेको कि म आएकै छैन खासै म पनि यतातिर अब त यहीँ होइन र भाइ बाटैदेखि देखिन्छ नि त्यो पार्क खोइ ए अन्त देखियो के भयो रूपलामा पार्क जस्तो लाग्छ ए लु आइपुग्यो कति समय लाग्यो आइपुग्न डेस्टिनेसनमा आइपुग्यो वा रूपलामा पार्क जस्तो लाग्छ के पार्क हो है अहिले हेरौँ है त मैले सुरुमा चाहिँ ध्यान कुनौले देखाउनु भएको थियो कि उहाँको युट्युबमा हो कि टिकटकमा जस्तो लाग्छ युट्युबमा जस्तो पनि लाग्छ ऊ त्यहाँ खोइ हौ हाम्रो डेस्टिनेसन आइपुग्यो डेस्टिनेसनमा आइपुग्यो आमा खोइ आमा आमा हेलो गाइज डेस्टिनेसनमा आइपुग्यो चार धारा टाढा छ त्यो त यहाँ हौ यो पार्क तल उसमा हेर्दा के भन्छ भिडियोमा हेर्दा दामी देखिन्थ्यो खोइ त यहाँ त कस्तो देखिरहेछ है पार्कको नाम चाहिँ पार्क पुगेपछि थाहा हुन्छ ए हो रहेछ रूपलामा पार्क नै रहेछ तमु पार्क ल विशेष गरी ध्यान कुलुङलाई सम्झिरहेको छु मैले यहाँदेखि चट्ट यो सिँढीबाट नै मिलाई देखाइदिनु भएको थियो साह्रै राम्रो थियो भिडियो हामी पनि आइपुग्यौँ है ल आउनुहोस् ए दामी सिँढी फुल पनि रहेछ प्लान्ट पनि अर्को रातो गमलामा के हो यो सिरिसको कि के को हो यो सिरिसको होला गेट दामी छ फलामको रूपलामा पार्क राम्रो रहेछ
हाई गाइज तपाईँहरू पनि आउनु होला खोइ कता हो हाम्रो गाइज घामले त साइला भाइ आउनुहोस् 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 हाम्रो गुरुजी हाम्रो नयाँ मान्छेहरूलाई नयाँ ठाउँमा ल्याएको त मन पो पर्दैन कि क्या हो नयाँ बेहुला बेहुली भइसकेको मेरो सानो मायाहरूलाई ल्याएको नयाँ ठाउँमा मलाई पनि आउन मन लागिराखेको थियो बल्ल न्यु पाएर आएको ठिक छ यस्तै त हो नि होइन राम्रो छ त दामी ज्वाइँले ध्यान दिएर पढ्दै हुनुहुन्छ यहाँ राख्नु भएको उहाँहरूको पैसा रहेछ यो हजुर यो पुरै कुर्सी जस्तो नि कस्तो राम्रो कुर्सी स्टाइलको चप्पल पल्ट्यो हौ तिर्सना प्लान्ट रोप्नु भएको यहाँ रबर प्लान्ट कस्तो राम्रो मलाई चाहिँ फेरि प्लान्टहरू फुलहरू नै आँखामा जान्छ नि त छिटो देखिहाल्छ लु फुल अनदेखि आमालाई सम्झेँ यो देख्दाखेरि चाहिँ मैले मुटुमा घोची त हालेछ भन्छ के फुलन्देको आमाले कसको राजु लामा कि को आउनु हुँदाखेरि त्यो गेस्ट हुँदाखेरि भन्नुहुन्छ के फुलन्देको आमाले आयो ढुङ्गामा हो बनाएको तल के भन्छ ठुलो ढुङ्गामा जस्तै त हो नि राम्रो छ त यस्तै हो ए यहाँ त खुकुरी क्रस हुन्छ बिचरा ज्वाइँ जहिले ज्याकेट बोकिराख्नुहुन्छ एक ठाउँ राख्नुहोस् न गर्मीमा बोकेको बोकेर खुकुरी क्रस पो रहेछ त यहाँ चाहिँ यहाँनिर मूर्ति चाहिँ रूप लामाको मूर्ति होला यो एकछिन ल म यो हेरेर आइहाल्छु यो ढुङ्गा के को लाग्यो चिल्लो ठुलो 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 ढुङ्गा आलु जस्तो किन राखेको होला नि किन ल हो कस्तो राम्रो मूर्ति बनाएर रहेछ डाब खुकुरी कर्दो सँगको देखिन्छ सुनको मूर्ति रहेछ कुन दिन मान्छेले भान्जी त चोर्न नआउने होला नि त म त यो बाजेले खेदाउनुहुन्छ मलाई त कहाँ चोर्छु मेरो सुनो भनेर खेदाउनु रूप लामा ज्यूको मूर्ति यो चाहिँ अवश्य पनि लेखेर राख्छन् होला माइती यहाँ यो लेख्न बाँकी होला क्या त्यो पनि अहिले भर्खरै त हाल्नु भएको रहेछ 82 साल 1 महिना 1 गतेतिर दामी छ यता पो आइपुग्नु भएछ त नि भाइ त गर्मी भयो बिचरा मेरो भाइ मेरो ह्यान्डसम भाइ सहयोगी भावना भएको मान्छे ल ठिक छ उत्तिसको बोट रहेछ यतातिर अलैँची त रोपेको रहेनछ नि अम्लिसो रोपेको रहेछ ए अम्लिसो यो दुधेलो यो के हो दुधिलै जस्तो छ उत्तिस घारी रहेछ यता चाहिँ चट्टसँगले यो रूप लामा पार्कको पछाडिबाट देखाउँदैछु म यस्तो छ ध्वजा माथि 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 टाँगेर हा
निलो आकाशमा यो ध्वजा फरफराएको कस्तो राम्रो देखिएको। ल हेर्नुहोस्, तपाईँहरूलाई पनि आउन मन लाग्यो भने आउनु होला। माने भन्ज्याङबाट धेरै छैन बाटो, एकदमै छोटो बाटोमा बाटो पनि राम्रो भइराखेको छ, सजिलो छ, आउनु होला। पार्क पनि राम्रो छ। फेरि यहाँको वरिपरिको वातावरण पनि एकदम सुन्दर, सफा, हराभरा, हरियाली छ। अनि यो एउटा ढुङ्गामाथि चाहिँ यसरी फलामको सामानले निर्माण गरिएको यो रूप लामा पार्क हो। एकदम राम्रो छ, सुन्दर छ, आउनु होला रमाइलो गर्न। ल पानाभित्र कोही कोही मान्छेहरू हुनुहुन्छ यहाँ। पसिना आँखाभित्र पसेर के अनि लेक हो नि त यता। आमा कस्तो लाग्यो? गर्मी छैन नि त नि? मधेस जाँदा मजा के त आउँदा? मधेसमा मजै हो, गर्मीले चाहिँ अलिक गाह्रो नि। त्यही भन्नुहुन्थ्यो मलाई फोनमा, गर्मी हुन्छ नभए त मजै हो बस्नु त भन्नुहुन्थ्यो। छिच्ची कान्छी, छिच्ची छिच्ची कान्छी, छिच्ची। भ्याङ खोलाको रूप के अरे रूप लामा पार्क जिन्दाबाद। कडा 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 आया छ्या कस्तो नरम। अब हामी फर्किने हो त गाइस। ल जाउँ है, फर्किउँ अब। कति 3:30 भयो? 3:15। ल जाने अब। खोइ आमा आउनुभयो? ए आउनु है आमा, लड्नुहुन्छ है जोगिएर। उचाल है आमालाई। त्यो झोला चाहिँ बोक्देऊ न। चप्पल पनि खोल्नु नि। बिचरा मेरो आमा। बिस्तारै आउनु है आमा, लड्छ। अब बाई बाई। यो बनाइसकेकै रहेनछ, यहाँ लेख्न बाँकी रहेछ कि यो कम्प्युटर। बाई बाई छ है पार्कलाई। सिंह स्कुटी, सिंह स्कुटी। जिन्दगी रमाइलो छ। बाटो हेर्दै आउनु चाहिँ। बाई 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 बाई। ल हामी चाहिँ यो पार्कबाट पनि बिदा भयौँ है आजलाई। पछि आम्ला फेरि। बाई 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 बाई। अनि कस्तो लाग्यो आमा? राम्रो लाग्यो, राम्रो लाग्यो भान्जीलाई। राम्रो लाग्यो, राम्रो ठाउँ रहेछ। टाढामा सबै भ्यूहरू स्पष्ट आउने, मलाई खुसी लाग्यो। तर बाजेको बारे इन्फर्मेसन चाहिँ अलिक राम्रो पाइनँ। त्यही हो, अर्कोपल्ट आउनुपर्छ। अर्कोपल्ट पनि आइन्छ, आएको बेला पनि। अनि अरूहरूले हाल्नुहुन्छ होला, अब हामीलाई थाहै भएन। जे भए पनि एउटा ढुङ्गामाथि यति मजाले बनाउनु भएको रहेछ, हेऱ्यो खुसी लाग्यो। सानो ढुङ्गामा त्यस्तो सानो सानो के भन्नु त, के हुन्छ त्यो सानो सानो मेमोरीको लागि भए पनि कस्तो राम्रो हुन्छ। भ्रमणको लागि मान्छेहरू आउँछन्। त्यस्तो गर्न सके भए चाहिँ अलिक
त्यतातिर मान्छेले यसो खाजानास्ता गर्छन्। अलिअलि त रहेछ होटल पनि रहन त, अनि तर आउँदाखेरि अब सोचे जस्तो धेरै कुरा त नहोला, तर पनि ठिकै छ। खाजा खानु भोको हुँदैन त्यहाँ। भ्याङखोला त प्रायलाई थाहा भएकै हो। त्यो भ्याङखोला नेरी चाहिँ त्यो पार्क छ भन्ने चाहिँ अब कमाइलाई थाहा होला। त्यही मात्र सुनेको मैले त अस्ति नै युट्युबतिर टिकटकतिर देखेको थिएँ, अनि हेर्न मन लागेर आएको। राम्रो लाग्यो, खुसी लाग्यो। हामी चाहिँ आज यो पार्कबाट अब बिदा भएर हिँड्यौँ। भेडा चोक आयो, भेडा चोक। खतरा सिङवाला भेडा। ढुङ्गा आयो। कि नबस्ने? बस्ने कि नबस्ने? बस्ने कि नबस्ने यहाँ?